Hello everyone, Namaste and welcome back to my Jange Vlogs. आज धेरै समयपछि चाहिँ एउटा भ्लग बनाउने निर्णय लिएर चाहिँ हामी लाखुरी भन्ज्याङ जाँदैछौँ। काठमाडौँ उपत्यकालाई चाहिँ घेरेको डाँडा होइन, उपत्यका भन्दा एकदम अग्लो स्तरमा रहेको डाँडा जुन चाहिँ ललितपुरमा पर्दछ होइन, लाखुरी भन्ज्याङ। हामी त्यही ठाउँमा चाहिँ हामी घुम्नलाई जाँदैछौँ। म एलिया फुपू हुनुहुन्छ, त्यसपछि युवान दादा हुनुहुन्छ, त्यसपछि दिजु, अनि माइली, निशा, चेतना, त्यसपछि हाम्रो मिर्जी बसन्त, अनि हामी जान लाग्यो। म चाहिँ अस्ति भर्खर गएर आएको थिएँ, तर फेरि पनि जाम भनेर दिजुहरूको दादाहरू पनि गएको थिएँ। म जान लागेको छु है त। लाखुरी भन्ज्याङ चाहिँ काठमाडौँ, ललितपुर र काभ्रेको चाहिँ उद्गम स्थल हो होइन। त्यहाँबाट चाहिँ एकदम काठमाडौँको भ्यूहरू, उपत्यकाको भ्यूहरू देखिन्छ क्या। मौसम क्लियर भएको बेला हो, फेरि मनसुन भएको बेला चाहिँ देखिन्न। एकदम क्लियर मौसम भएको बेला चाहिँ एकदम राम्रोसँग काठमाडौँ, भक्तपुर र ललितपुर एकदम भित्रको उपत्यकाको भ्यू नै राम्रो आउँछ गाइज। त्यहाँ फेरि एकदम हाम्रो नेसनल फ्लावर होइन, रोडोडेन्ड्रम अर्थात् लालीग्रास पनि पाइन्छ। रमाइलो छ एकदम, बन्दै गइरहेछ। आज हाम्रो नयाँ मान्छेहरू हुँदै हुन्छ होइन, त्यहाँको लागि चाहिँ म चाहिँ एकचोटि गएको। आज चाहिँ मेरो सेकेन्ड टाइम गाइज। ल हजुरहरूलाई सर्ट के गर्दा लाखुरी भन्ज्याङको एकदम स्मरणीय मेमोराइज तस्बिरहरू चाहिँ देखाउने छु है त। र हामी चाहिँ सबैजनाको भेट भइसकेको छ। हामी चाहिँ अलिक के गर्न नजिन्छौँ, हामी चाहिँ एउटा मान्छेको वेटिङमा छौँ होइन। अहिले सरप्राइज गर्छु ल, सरप्राइज वेटिङ फर सी होइन। सरप्राइज 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 उहाँलाई चाहिँ हामीले कुरिरहेको थियौँ होइन। हेलो गाइज, हामी चाहिँ अहिले घरमा पुगिसकेका छौँ। हाम्रो साथी अभिष मेरो भ्लगको चाहिँ न्यू मान्छे होइन। आज हामी जाँदैछौँ लाखुरी भन्ज्याङ। अनि हाम्रो अमेरिका, ओ अमेरिका, नर्थ अमेरिका, ओ साउथ अफ्रिका, ओ साउथ अफ्रिका, ओ साउथ अफ्रिका, ओ चेतना, ओ चेतना, मोबाइल त्यस्तो नि। हेलो गाइज, हामी चाहिँ ल घरकोदेखि गाडीमा चढिसकेका छौँ, ट्याक्सीमा होइन। हामी चाहिँ 9 जना ग्रुप भएको कारणले दुईवटा ट्याक्सी रिजर्भ गरेर अनि दिजुहरू युहान अघि गइसक्नु भएको छ। अब पछाडि जाने ग्रुप यता हेर, बाबु यता हेर। अगाडि हुन्छ। ए हेलो गाइज, म यहाँ छु है। यो ट्याक्सीमा चाहिँ हामी 5 जना छौँ अनि अघिल्लो ट्याक्सीमा चाहिँ 4 जना। सर आवाज त्यो तिम्रो सुनेर मनकाही कुरा खोलेर धुनमै शब्द लिपे। हेलो, हामी चाहिँ लाखुरी भन्ज्याङको उकालोमा हामी चाहिँ ट्याक्सीमा माथि पुगेर अघि चाहिँ याद भएन, पछि चाहिँ के खानुको लागि जङ्क फुड ल्याउने भनेर फेरि 2 किलोमिटर तल ओह्रालीमा आएको होइन। घिउहरू ब्यागमा छ, जङ्क फुडहरू छ। अनि हाम्रो सबै टिम दिजुहरू, बहिनीहरू अनि साथीहरू सबै दादाहरू माथि पुगिसकेको छ होइन। हामी चाहिँ उकालो छ, चढिरहेको छ उकालो। अबको चाहिँ 5-7 मिनटमा हामी लाखुरी भन्ज्याङको मेन ठाउँमा चाहिँ पुग्छौँ होला। त्यसपछि त्यहाँबाट देख्ने हाम्रो उपत्यकाको भ्यू, लालीग्रास सबै देखाउनेछौँ है त गाइज। हामी चाहिँ एकदम उकालोमा छौँ। कस्तो फिल भइरहेछ अहिले? गाह्रो छ लाग्छ। मलाई चाहिँ अहिले एकदम हुन्छ नि, आफ्नै गाउँको याद आइरहेछ। ल गाइज, हामी चाहिँ फाइनल्ली लाखुरी भन्ज्याङ भ्यू टावरमा पुग्यो हाम्रो मिजु। फाइनली हामी चाहिँ भ्यू टावरको नजिकै अथवा लाखुरी भन्ज्याङ
हाम्रो चाहिँ म हजुरलाई आएको दृश्य यहाँको चाहिँ पार्कहरू देखाउँछु है त। अनि हाम्रो दादा दिजूहरू साथीहरू सबै यतै हुनुहुन्छ। हामी चाहिँ हल्का लेट भएको थियो। हेलो अबिस, कस्तो लागिरहेको छ ठाउँ आजको? के बोल्नु पऱ्यो कि एक दुई शब्द यार। अहिले चाहिँ हामी हाम्रो गन्तव्यमा पुगिसकेका छौँ। ल एक दुई शब्द जाओस् त, कस्तो भयो यार यहाँसम्म, कस्तो लागिरहेको छ? आजको यात्रा म चाहिँ गाडीमा मजाले बिन्दास बसेर आएँ। गाडी अलिकति उकालो भएको कारणले चाहिँ गाडी अलिकति दुःख आयो अलिअलि। अनि हजुरको के छ, हजुरको मनमा लागेको एक दुई शब्द भन्न सक्नुहुन्छ? मलाई मनमा लागेको शब्द आयो भने मलाई लाग्छ यार। कहाँ ओ हाम्रो सोल्टी चाहिँ गिटार मस्त हाम्रो के छ इन्भाइरोमेन्टको टक्क होइन धुनमा हुन्छ त्यस्तो। अनि हाम्रो अनिसा थापा, मेरो माइली मोटी फ्याते बहिनी अनि यतै हुन्छ। यता हेर्न लौ, तिम्रो लाग्यो है त। अलिकति इन्भाइरोमेन्टले हामीलाई धोका दिइरहेछ, क्लियर देखिएको छैन। अस्ति चाहिँ हामी आउँदा क्लियर देखिरहेको थियो। म तपाईँलाई अस्तिको भयो नि उपत्यकाको भ्यू देखाउन सक्छु। विशेष गरी उपत्यकाको लागि चाहिँ पिकनिक भोजहरू होइन, पार्टी घुम्नलाई, अब राम्रो राम्रो दृश्य देख्नलाई यहाँ चाहिँ एकदम इन्भाइरोमेन्ट चाहिँ एकदम क्लियर भयो भने यहाँबाट चाहिँ लामटाङ हिमाल, गौरीशङ्कर हिमालको भ्यू पनि देखिन्छ है त। सबै साथी मिज्यू, सोल्टी, दादा, दिजु, हाम्रो फुपूहरूले फुपूहरू चाहिँ अहिले रमाइलो गर्दै रहेछ। म चाहिँ त्यसै हजुरहरूलाई यहाँको चाहिँ के भन्छ नेचुरल भ्यूहरू देखाउँ भनेर यहाँ चाहिँ अब स्पेसल चाहिँ यहाँ बन्दैछ है। यहाँ चाहिँ नाइट क्याम्पको लागि पनि व्यवस्था गरेको छ। अनि प्रत्येक भ्यूहरू चाहिँ देखाउँछु हजुरलाई। यहाँ चाहिँ हाम्रो सबैजना इन्जोयमेन्ट तरिकाले बसिराख्नु भएको छ, रमाइलो एकदम कर्णालीका हाम्रा कर्णालीका मान्ठाहरू यहाँ छन्। ल गाइज, हाम्रो चाहिँ अहिले के भन्छ नास्ता भइरहेछ लाखुरी भन्ज्याङमा। नास्ता खाएर चाहिँ यो चाहिँ अनि यसो खाएर हामी बिस्तारै रमाइलो गरेर बिस्तारै जान्छौँ। अनि चाहिँ हाम्रो अलिकति गाइज बिस्तारै खाउँ है, फेरि पनि पर्नु नै चाहिँ आउनु पर्दैन। ल गाइज, हामी चाहिँ लाखुरी भन्ज्याङमै छौँ। अब 2:30 भइसकेको छ। हाम्रो साथी अभिषसँग चाहिँ मैले आज अविस्मरणीय तस्बिरहरू लिएको छु होइन। लाखुरी भन्ज्याङमा आएर अविस्मरणीय तस्बिरहरू होइन मेरो मोबाइलको के भन्छ एल्बम्समा, ग्यालरीमा मैले कैद गरेर राखेको छु। अब चाहिँ हाम्रो समथिङ एउटा गाई, अब चाहिँ हामी बिस्तारै यहाँबाट चाहिँ फर्किन लाग्छ। हाम्रो एउटा चलिरहेको छ।
हुन लाग्यो फर्किनु लाग्यो कहाँ जाँदैछौँ न हामी म हिँडेको अरे हामी चाहिँ अब ललितपुर सङ्गम के साह्रो हामी चाहिँ फर्किनु लाग्यो होइन हामी चाहिँ फर्किनु लाग्यो गाइज रमाइलो पनि भयो देउडा सेउडा खेल्यो त्यो अविस्मरणीय तस्बिर पनि खिच्यौँ ओइ मोटी मोटी मेरो मोटी पनि प्लस फास्ट 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 हेलो हेलो गाइज हामी फाइनली अब रिटर्न हुने टाइम आइसकेको छ है हामी ओह्रालो झर्न लागिसक्यौँ उहाँ चाहिँ म चाहिँ चिनिया ओके स्पिकर कहाँ छ छैन ब्यागमा सोल्टी फास्ट उहाँ चाहिँ अहिले बोरा फ्रम रुकुम हामी चाहिँ गाइज अब बेसीतिर झर्दैछौँ अनि माथि दादा दिजु चाहिँ माथि स्पिकर साइड होला हामी चाहिँ अब झर्न लाग्यो गाइज तल भिडालो ठाउँतिर भयो चाहिँ कस्तो छ त्यहाँको बाटो देखाउँछु ल यस्तो यस्तो छ म्युजिक अगाडिबाट तपाईँ जानु त मिस्टा म्युजिक चाहिँ अनि बाटो चाहिँ एकदम डेन्जर छ म्युजिक छ बाटोहरू त मरिहाल्छ होइन बिस्तारै बिस्तारै सेफ मोटी लड्ला है मोटी गाइज सुरक्षित साथ सम्हालेर आफूलाई एकदम सम्हालेर शरीरलाई कन्ट्रोल गरेर हामी ओह्रालो झर्नेछौँ मेरो नेपाली हो हेलो गाइज हामी चाहिँ लाखुरी भन्ज्याङको चाहिँ ओह्रालोमा हामी तल बेसीमा पुग्नै थालेका छौँ हाम्रो सबै टोटल एभ्री 1 पर्सनहरू चाहिँ पछाडि हुनुहुन्छ हामी चाहिँ अब जस्ट यत्तिकै हिँड्दै हिँड्दै अगाडि आइसकेका छौँ अब बिस्तारै हिँडिरहेको छौँ तल हामी चाहिँ हामी यदि स्पिडमा गए पनि हामी चाहिँ तल हाम्रो के अरे कुन ठाउँ लुबु बस स्टेसनमा चाहिँ हामी सबैलाई पर्खिनेछौँ म मिजु लगायत हाम्रो फुपू चाहिँ अगाडि हिँडिरहेको छौँ लुबुदेखि चाहिँ हामी गाडी भिडाएर हामी चाहिँ सम्पूर्ण ग्रुपहरू चाहिँ हामी आफ्नो रुम फर्किँदैछौँ अभिस हिँडेर अभिस हामी सब फर्किसकेका छौँ हामी चाहिँ अब नास्ता खाएर हामी सबै आफ्नो ठाउँमा फर्किनेछौँ हजुर चारवटा भएको म कुरो गरिदिएको हामी चाहिँ अब यसो नास्ता खाएर नास्ता खाएर चाहिँ अब हामी सबै आफ्नो गन्तव्यमा फर्किनेछौँ होइन अभिस स्याड नवार तिमी यार म आएको छौँ स्याड नवार तिमी हेलो गाइज हामी दुईजना मिजु चाहिँ मिजुको रुममा पुगिसकेका छौँ फाइनल्ली हामी चाहिँ अब सबै दाजुभाइ होइन दिदीबहिनी सबैलाई चाहिँ रुममा पुगेर हामी चाहिँ यहाँ फर्केको फाइन चाहिँ हाम्रो गन्तव्य आज लाखुरी भन्ज्याङ गयो रमाइलो खेल्यौँ होइन एकदम हामी चाहिँ सुरक्षित साथ रमाइलो गर्दै फर्किसकेका छौँ लगाइज होइन तपाईँहरूले पक्कै पनि भलो हेरेर इन्जोय गर्नुहुन्छ भने आशा छ है साथ सपोर्ट पनि गरिदिनु होला है ब्लग हेरेर त्यहाँको कस्तो छ प्रतिक्रिया दिन चाहिँ नभन्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु त्यो त भुल्नै भएन है गाइज हम्बल रिक्वेस्ट म एकदम अनुरोध गर्दछु होइन ल गाइज थ्याङ्क यू सो मच फर वाच माई भिडियो होइन ओके सी यू अगेन नेक्स्ट टाइम बाई